कसको फ्यान हो रे भाइ त रान्डोको कसको रान्डोको कसको रान्डोको मेस्सीको हैन मेस्सीको रान्डो मेस्सीको फ्यान हैन त मेस्सीको फ्यान हो रोनाल्डोले के गर्छ नि त छु कस्तो रे छु बाबु भाग सबैजना सन्चो होला र म आज म पनि सन्चो छु मैले राति भ्लग बनाउनुको कारण चाहिँ के हो भन्दाखेरि दिसभरि काममा थिएँ कि म र भाइ यसो माथि घुम्नलाई हिँडेको यहाँ चाहिँ अर्को म यहाँ छु बाटो चाहिँ राम्रोसँग देखिरहेको छैन यता माथि दाइ छ भन्थे यसो देख्यो भने भेट्छु भनेको छैन पो रहेछ तेरे प्यार ने सरेआम बदनाम कर दिया मुझे बाटो देखिरहेको छस् नि यहाँबाट सुरान पर्यो भनौँ अँध्यारो छ पुरै अब मेरो के भन्छ क्वालिटी चाहिँ नि राम्रो आएको छैन होला त्यसको लागि चाहिँ नि अब के गर्ने आई डोन्ट ह्याभ बेस्ट मोबाइल त्यही भएर हो जस्तो छ त्यसमै बनाइदिएको मैले अब म पनि यत्तिकै बसिरहेको भएर चाहिँ यसो बनाइदिउँ न त नहालेको भिडियो नहालेको धेरै दिन भयो भनेको चाहिँ नि हो खुसी यहाँ मान्छे छ कि छैन दाइ ओए चुप ओए चुप माथि जानु मिल्दैन यता थुन्या छ ल होइन म चाहिँ यसो यता माथि आएको अनि यहाँबाट यस्तो भ्यू देख्छ त्यो चाहिँ नि यताको चाहिँ 3 पिप्ले डाँडो हो अनि यो चाहिँ तारकेश्वर डाँडो हो यता माथि त्यो मन्दिर भएको चाहिँ यता हो क्या होइन अनि यो जुन यो छ यहाँनिर चाहिँ भुवनेश्वर मन्दिर हो क्या यो चाहिँ यो यहाँ ठ्याक्कै यहाँ अनि यो चाहिँ चिसो पानीको बाटो होइन यो भयो जस्ट नाइटमा त्यस्तो राम्रो त देखिँदैन ठिकै अनि उता चाहिँ काभ्रेस्थली हो यता होला काभ्रेस्थली सायद यता काभ्रेस्थली अनि यता साङ्ला अनि यतापट्टि धर्मस्थली यता डाँडो छ एउटा यसले छेकिरहेको छ त्यो चाहिँ देखिन्छ माथि जानु पाएको हो भने त माथि छोपे रहेछ अनि मैले चाहिँ नि त्यही हो होइन त्यही हो अब मेरो चाहिँ नि क्वालिटी राम्रो आएको छैन होला भोइस पनि राम्रोसँग आएको छैन होला अब यदि तपाईँहरूले चाहिँ युट्युबमा हेर्नुहुन्छ नि त होइन अनि त्यो क्वालिटी अलिक बढाएर हेर्नु न जाडो तँलाई जाडो भएको छैन यो त बहिनीको जस्तो छ त बाबु यो त बहिनीको जस्तो छ त यो त अनि यता हेर त राम्रोसँग यता हेर्न यता हेर्न राम्रोसँग वा हाँस्दै त थुक्का अनि के कमलले सायद मेरो साथीहरूले नि हेर्छ एउटा मान्छेलाई अनि कमल के हो तिमी त अनि भिडियो मात्र हेर्ने अनि मान्छे चाहिँ नसम्झिने अनि मलाई चाहिँ होइन के भन्नु लाग्यो त त्यो धारो हो धारो तेरे प्यार ने सरेआम बदनाम कर दिया मुझे त्यही हो अब राति चाहिँ नि बनाउनु के छ भने त यतिकै बसिरहेको थिएँ नि अब हालिदिउँ न भिडियो मैले भने नि के अनि भयो अनि यसो बनाइदिएको यहाँ यसो राति होइन यहाँ आएर टक्क भ्यू हेरेर अनि बसिराख्नलाई यसो हल्का शान्त हुन्छ क्या मजा लाग्छ यसरी भ्यू हेर्नु न राति अझ ऊ त्यो डाँडोमा गएर हेरेको भए झन् बब्बाल मजा आउँथ्यो यता पहिला यो यता यस्तो थिएन नि पहिला थिएन नि यस्तो यो जुन यति एरिया छ यति एरिया हो यति एरियामा खासै थिएन नि पछि मात्र भएको थियो अहिले त कति ल ठिक छ म चाहिँ त्यही भन्नलाई हो
खासै केही छैन यतिकै बसिरहेको थिएँ अनि हालिदिउँ न हालौँ भनेर ओके बाई भन अब Okay, bye. गाइज भन Bye. केटाहरू भन Kita adu. लेडिज एन्ड जेन्टलमेन भन Siapa? लेडिज एन्ड जेन्टलमेन बाई सी यु नेक्स्ट ब्लग भन Lily and siapa? लेडिज एन्ड जेन्टलमेन Religion, जेन्टलमेन gentleman. सी यु See you. नेक्स्ट ब्लग Block. धन्यवाद Dhanyawad. के हो र Block. ल भन्न त तँलाई के भन्नु मन छ के भन्नु मन छ यो के हो फोहोर लागेको छ यहाँ भन के भन्नु मन लाग्छ भन ओ के हो पालिस लाग्छ त बहिनीको लगाएको त लियो मैले लाउनुलाई लाइदिएको कि चक्का जस्तो देखाएको अहिले हातमा मलाई त शङ्का लाग्छ बाबु तपाईँलाई शङ्का हो कि भनेर। धर उसका है मन किसका है गले उसका है उसका है मेरा है किसका है वो बाई बाई भन्न बाय बाय मिनी ब्लॉग ल गर्न फक बाय बाय केटाहरू ब्लग बनाउला फेरि अँ। अर्को महिनामा ब्लग